हेलो गाइज, वेलकम टु माई ब्याक च्यानल। आजदेखि चाहिँ मेरो यो युट्युब न्यू च्यानल खोलेको छु। सबैजनाले फलो गरिदिनु होला, मलाई सपोर्ट गरिदिनु होला। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म नि सन्चै छु। अझै तपाईँहरूलाई म क्राफ्टमेन्ट ह्याक लगाउनु सिकाउँछु। These are never-ending battles within me. सबैभन्दा सुरुमा तपाईँ आफ्नो क्राफ्टमेन्ट म्यापमा जानुहोस्। क्राफ्टमेन्ट म्यापमा गइसकेपछि तपाईँले 1v1 कस्टम हाल्नुहोस्। अन्त लोडिङ हुँदैछ। लोडिङ भइसकेपछि तपाईँको अगाडि त्यहाँ पिनकोड हाल्ने आउँछ, इन्टर पिनकोड भन्ने आउँछ। तपाईँले चाहिँ त्यहाँ अब पिनकोड हाल्नुपर्छ। सुरुमा 22 अन्तदेखि 5 हाल्नुपर्छ। हालिसकेपछि माथि तपाईँको मेन्यु भनेर आउँछ। अब त्यहाँ प्यानल गन, हाई जम्प, फास्ट स्पिड भनेर केहरू अप्सनहरू आएको हुन्छ। त्यहाँ तपाईँले त्यहाँ हाई जम्प प्लस गरिदिनु, एकताल थिच्नुहोस्। फास्ट स्पिड पनि 1। अनि प्यानल गनमा गएर तपाईँले आफ्नो आफ्नो गन चुन्नुपर्छ। हुडकी र डेजर्ट मैले चुने। अनि तपाईँको प्यानल लगाइसकेको छ। तपाईँहरूले स्क्रिनमा देखिन सक्नुभयो प्यानल लागेको। यसरी नै गरेर तपाईँले क्राफ्टिङ रिमोट पनि पाउन सक्नुहुन्छ। यसरी नै तपाईँले ह्याक पनि युज गर्न सक्नुहुन्छ। यति भन्दै म आजको भिडियोमा यहीँ